23 जना जिउँदै मानिसलाई इटाभट्टामा हालेर विभत्स हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमलाई आज उच्च अदालत वीरगञ्जले सफाई दिएको छ। घटना घटेको 11 वर्षसम्म पनि सर्वोच्च अदालतले पटक पटक उनलाई पक्राउ गर्ने आदेश दिँदासम्म पनि राजनैतिक संरक्षण र गुण्डागर्दीको आडमा उनलाई नेपालको कानुनले छुन नसकेको त्यो इतिहास धेरैलाई थाहा नहुन सक्छ। त्यसैले आउनुहोस् आजको यस भिडियोभित्र कांग्रेसका नेता आलमको पूरा इतिहासलाई एक एक गरी केलाएर हेर्नेछौँ। कुरा हो 2064 साल चैत 27 गते बेलुकाको। त्यो बेला देशमा माओवादीहरूले 10 वर्ष विद्रोह त्यागेर जंगलबाट बाहिर आउँदै शान्ति सम्झौता गर्दै नेपालमा पहिलो पटक 2064 सालको चैत 28 गते संविधान सभाको चुनाव हुन लागिरहेको थियो। जुन चुनावमा जताततै देशैभरि माओवादीको माहौल थियो र माओवादीले जित्न सक्ने ठूलो सम्भावना बनेको थियो। तर यही बीच रौतहट जिल्लामा भने कांग्रेसबाट आलम कुनै पनि हालतमा चुनाव जितेरै छाड्ने योजनामा थिए, जसको लागि उनले भोलिपल्ट हुन लागेको मतदान केन्द्रहरूमा बम हानेर जनतालाई तर्साउँदै बुथ कब्जा गर्ने उद्देश्यका साथ आलमले त्यस दिन बेलुका 27 गते बेलुका आफ्नो घर नजिकैको छाप्रोमा बम बनाउनको लागि मानिसहरूलाई भेला गराएका थिए, जसमा धेरै जसो मानिसहरू भारतीय थिए भने केही नेपाली पनि थिए र सबै कुरा राम्रै चल्दै थियो। तर अचानक बन्दै गरेको बम त्यही पड्कियो। त्यो विस्फोटमा परिकन केहीको त्यही अन्तस्फोट मृत्यु भयो भने अधिकांश घाइते भएका थिए। त्यसपछि ती घाइतेहरूले आफूहरूलाई अस्पताल लगिदिन भन्दै हार गुहार गरिरहे, तर आलमको समूहले उनीहरूलाई उपचार गराउनको साटो ठेगान लगाउने योजना बनाए र फलस्वरूप उनीहरूलाई उपचार गर्ने भन्दै बेहोस बनाउने सुई लगाएर बोरामा प्याक गर्दै ट्र्याक्टरमा लोड गरेर इटाभट्टातिर लगे। त्यसपछि दन्किरहेको इटाभट्टामा ती सबै बेहोस बनाएका घाइते मानिसहरूलाई हाल्दै पोल्दै मारिदिए। त्यो सबै इटाभट्टाभित्र कसैको सिङ्गो शरीर जान नसकेपछि उनीहरूको शरीरको केही भागलाई आराले गिडेर इटाभट्टामा हालिएको भनिएको छ। यसरी आफ्नो अपराध लुकाउनको लागि उनले दर्जनौं मान्छेको विभत्स हत्या गरेको आरोप उनीमाथि छ र अझ अहिलेसम्म बाहिर 23 जना भनिए पनि त्यस दिन उक्त विस्फोटमा परेर ठ्याक्कै कतिजनाको मृत्यु भएको थियो भन्ने कुराको एकिन तथ्याङ्क बाहिर आउन सकेको छैन। किनकि विस्फोट हुने घर आलमको आफ्नै थियो भने ती घाइतेहरूलाई जिउँदै जलाएको इटाभट्टा उनको सरहोरदायीको थियो। यो घटनापछि पीडित परिवारले आलमसहित अन्य विरुद्ध त्यही बेला अर्थात् 2065 सालमै प्रहरीमा उजुरी दिए, तर उनलाई समात्नेको त कुरै छानौ प्रहरीले बयानसम्म लिन सकेन, किनकि उनी देखाएका दादा थिए। अर्थात् आलमलाई जिल्लामा रौतहटकै टाइगर भनेर चिनिने गर्थे। अगाडि नै 3 पटक मन्त्री बनिसकेका उनी त्यसपछिका वर्षहरूमा 1 पटक मन्त्री बने भने यो बीचमा पीडित परिवार न्याय माग्न भन्दै सर्वोच्च पुगे। सर्वोच्चले यो मुद्दा निकै गम्भीर भएको भन्दै प्रहरीलाई थप अनुसन्धान अगाडि बढाउन आदेश गर्यो, तर प्रहरीले सर्वोच्चको आदेशसम्म नटेरी उल्टै सत्ता र शक्तिको आडमा आलमलाई संरक्षण गरिरहे। हेर्दा हेर्दै घटना घटेको 11 वर्ष पूरा भयो, तर आलमलाई प्रहरीले पक्राउ गर्न सकेन र सर्वोच्चको आदेश समेत उनको हकमा लागू भएन। यही बीच 11 वर्षपछि यानी कि 2076 साल असोज 26 गते फाइनली रौतहटको राजपुर नगरपालिका 1 बाट प्रहरीले उनलाई पक्राउ गर्यो र पक्राउ परेको दिन आलमले प्रहरीको गाडीभित्र बसेर खुल्ला रूपमा आफूलाई पक्राउ गर्ने आदेश दिने तत्कालीन एसपीलाई आफूलाई पक्राउ गर्ने र ठूलो गल्ती गरेको र बाहिर निस्केर आएपछि देखाइदिन्छु भन्दै धम्की दिएको भिडियो आज पनि यदि खोज्ने हो भने सामाजिक सञ्जालमा भेटिन्छ। त्यसपछि उनी सहित यो घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत रौतहटले गत 81 सालको वैशाख 13 गते महताब आलम, सेराज र बद्री सहनी विरुद्ध जन्मकैदको फैसला सुनाएको थियो। महताब आलमका सहोदर भाइ हुन् भने सरोज र बद्री उनका सहयोगी थिए र जिल्लाले गरेको यो फैसला आफूलाई चित्त नबुझेको भन्दै आलमले उच्चमा पुनर्वेदन दिएका थिए भने सोही मुद्दामा आज उच्च अदालत वीरगञ्जका न्यायाधीश द्वय डाक्टर खुसीराज थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको जन्मकैदको फैसलालाई उल्टाउँदै उनलाई सफाई दिएको छ। अब यसमा एउटा अचम्म के छ भने यो एउटा विश्वले थाहा पाएको घटना हो र जुन घटना तपाईलाई थाहा छैन भने आज थाहा पाइहाल्नुभयो र यो कुरा इन्टरनेटमा खोज्यो भने छ्याप आउन सक्छ कि यो यस्तो घटना हो कि यत्रो ठुलो विभत्स हत्या हुँदासम्म पनि 11 वर्षसम्म ती व्यक्ति राजनीतिक संरक्षणको कारणले पक्राउ नपरेको भनेर त्यो सबैमा धेरै विरोध आलोचना पनि हुने गरेको थियो र जिल्ला अदालतले सोही मुद्दामा चाहिँ नेपालको संविधानलाई टेकेर 4 जनालाई आलमसहित 4 जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आज उच्च अदालतले सोही संविधानभित्रको कानुनलाई टेकेर उनलाई सफाई दिएको छ। अब